नमस्कार साथीहरू, आज म आइक्यू अन्तर्गत ट्रायंगल काउन्टिङबाट फिगर लिएर आएको छु। हेरेर साथ दिनु होला। ल हेर्नुस् त, यस्तो खालको फिगर दिएर हामीलाई एक्जाममा कतिवटा त्रिभुज रहेको छन् भनेर सोध्छ। अब यस्तो खालको फिगर हामीले कसरी निकाल्छौं त? हेर्नुस् त, यो एउटा बिन्दु छ, यो बिन्दु छ र यहाँ हेर्नुस् त बेस छन् है। यो तीनवटा बेस रहेका छन्। हेर्नुस् त, ल यो त्रिभुज र यो बेसले कतिवटा फिगर बनाउँछ हेर्नुस् त, 1 2 3 र 4 यसरी दिएको 1 2 र 3 4 हेर्नुस् त, यो सबै नम्बरहरूलाई जोड्यो भने कति हुन्छ 10। हेर्नुस् त, यो बिन्दु र यो बेसले कति गर्दा 10 वटा त्रिभुज बन्दो रहेछ। अब यो बेस पनि त्यस्तै छ। हेर्नुस् त, 1 2 3 र 4 कतिवटा त्रिभुज बनाउँछ त? यसले पनि 10 वटा त्रिभुज बनाउँछ। अब यो बिन्दु पनि हेरौ है, 1 2 3 4 यो माथिको यो बिन्दुले र यो बेसले कति 10 वटै त्रिभुज बनाउँदा रहेछन्। अब अन्य ठाउँमा हेरौ त, यो बिन्दु पनि त छ। यो बिन्दुबाट यो बेस हुँदै हेर्नुस् त, यहाँ बेस छन्। यो बेसले चाहिँ कतिवटा, यो बेसबाट पनि बन्छ। हेर्नुस् त, 1 2 र 3 3 2 र 1 जोड्दा कति हुन्छ 6 हुन्छ। यो बेसले चाहिँ 6 वटा त्रिभुज बनाउँदो रहेछ। यो बेसले चाहिँ कति 6 वटै त्रिभुज बनाउँछ। 1 2 र 3 यहाँ पनि 1 2 3 1 2 3 हेर्नुस् त, 3 3 वटा छ भनेपछि 3 3 वटा बन्दा कति 6 वटा। यो बेसले पनि 6 वटा त्रिभुज बनाउँछ र यो बेसले पनि कति 6 वटा त्रिभुज बनाउँछ। अब हामीसँग जम्मा त्रिभुजको संख्या निकालौ त, 10 10 र 10 जोड्दा कति 30 प्लस यो 6 6 6 र 6 गर्दा कति हुन्छ 24 हुन्छ। 30 र 24 54 हुन्छ। अब हेर्नुस् त, केही त्रिभुजहरूको संख्या चाहिँ डबल काउन्ट भएको छ, दुईपल्ट काउन्ट भएको छ। अब त्यो चाहिँ निकालौ है हामी। हेर्नुस् त, यो बिन्दु भइसक्यो, यो बिन्दुलाई पनि हामीले लिइसक्यो। अब बाँकी बिन्दुहरूलाई हेरौ त, यसरी दुईवटा लाइन क्रस भएको अथवा यसरी दुईवटा लाइन मिट भएको बिन्दुहरूलाई हेरौ है। 1 यहाँ पनि एउटा बिन्दु छ, 2 3 4 5 6 7 8 9 10 11 12 कति 12 वटा डबल काउन्ट भएको रहेछ है। अब 54 माइनस 12 कति हुन्छ त 42। हेर्नुस् त, यस फिगरमा यस चित्रमा कतिवटा त्रिभुज रहेछन् 42 वटा त्रिभुज रहेछन्। अब अर्को फिगर हेरौ त। ल प्रश्न नम्बर 2 मा पनि कतिवटा त्रिभुज छन् भनेर सोधेको छ। हजुरहरूले यसको एन्सर निकालेर कमेन्ट बक्समा कमेन्ट गर्नु होला। भिडियो मन पर्यो भने लाइक र फलो गर्न नबिर्सिनु होला। धन्यवाद।